कतिजना त श्रेष्ठ गीत सारेर दिए पनि छ श्रीमतीलाई। दिदीबहिनीको प्रशंसा फरक के छ, दिदीबहिनीलाई चाहिँ फेरि होलसेलमा प्रशंसा गर्नै हुँदैन, रिसाइहाल्छ। दाजुभाइले चाहिँ होलसेलमै भने पनि हुन्छ, तपाईँ ह्यान्डसम हुनुहुन्छ भन्यो भने केटाहरू सुई हिँडिहाल्छ खुसी भएर। तर दिदीबहिनीलाई तिमी राम्री छौ भन्यो भने के मन पर्यो भने दोस्रो प्रश्न पाउँछ। अनि त्यो के राम्रो भन्नै पर्ने हुन्छ। अनि आँखा राम्रो कि केस राम्रो कि गाला राम्रो कि त्यो भन्नै पर्छ। यस कारण सलोमनकोले बडो एक्ज्याक्टली श्रेष्ठ गीतलाई लेखेका छन्। मेरो जीवनमा मैले धेरै प्रचार गरेको पुस्तक श्रेष्ठ गीत पनि हो। मलाई श्रेष्ठ गीत असाध्यै मनपर्छ, प्रचार गरिरहनु मनपर्छ। अनि श्रेष्ठ गीतमा सलोमनलाई सलोमीले के भन्छ भन्दा चाहिँ मैले 10,000 पुरुष देखेँ, तपाईँ चाहिँ सबभन्दा ह्यान्डसम भन्छ, सिद्धिहाल्यो। 5 अध्यायको 8 पदमा 10 पदमा हेर्नुहोस् त, सलोमीले के भन्छ, म 10,000 पुरुष देखेँ, तपाईँ सबैभन्दा सुन्दर हुनुहुन्छ, त्यति नै प्रशंसा। तर सलोमनले कहाँबाट सुरु गर्छ प्रशंसा थाहा छ मलाई? शिरदेखि, तिम्रो केस गिलाद पाहाडमा झरेको भेडाको बथान जस्तै छ भन्छ। अलिक कर्ली कर्ली थियो कि जस्तो लाग्यो। अनि त्यस पछाडि कपालदेखि झरेपछि आँखाको प्रशंसा गर्छ, तिम्रो आँखा ढुकुरका जस्तो छ भन्छ। अलिक गोलो गोलो ठुल्ठुलो थियो कि हो। अनि आँखाबाट तल झर्छ, अनि तिम्रो गाला 2 फ्याक पारेको दारिम जस्तै छ भन्छ। लेबनानको त्यो पहाडमा सलोमी आफ्नो दाजुको भेडा बाख्रा हेर्ने गर्थिन्। त्यो हिउँदको महिना थियो, उनको गाला त चिसोले ठन्डाले रातो भएको हुनुपर्छ। अनि त्यसपछि गालाबाट तल झरेर तिम्रो ओठ रिबन जस्तै छ भन्छ। अब कुन चाहिँ लाली लगाएको त मलाई पनि थाहा छ।